है सबैजनामा म तितास मसी आज एउटा विषयमा मलाई बोल्न मन लाग्यो। बाइबलमा भनिएको छ, मेरो पिता चाहिँ कृषक हुनुहुन्छ, म बोट हुँ, तिमीहरू हाँगा हो। जबसम्म तिमीहरू हाँगा चाहिँ बोटमा रहिरहँदैनौ अथवा बोटसँग कनेक्सन सम्बन्धमा रहिरहँदैनौ तबसम्म तिमीहरूले धेरै फल फलाउन सक्दैनौ भनेर त्यहाँ भनिएको छ। दाखको बोट म हुँ, तिमीहरू हाँगा हो भनेर। बोट चाहिँ ख्रिस्ट हुनुहुन्छ र हाँगा चाहिँ हामीहरू हौँ। बोट बेगर हाँगा पनि रहँदैन र हाँगा बेगर बोट पनि रहँदैन। ख्रिस्ट बेगर हामी पनि छैनौँ र हामी बेगर ख्रिस्टको पनि कुनै अर्थ रहेन। दुईवटा चाहिँ यति कनेक्सन हुनुपर्छ, यति कनेक्सन र सङ्गति हुनुपर्छ भने नि उहाँसँग हामी कनेक्सनमा रहिरहौँ भने हामीले धेरै फलहरू फलाउन सक्छौँ। फलको मात्र बाइबलमा चाहिँ भनिएको छ, फेरि अन्न अथवा फलको मात्रामा चाहिँ मानिसहरू भनेको छ। खेतालाहरूको मानिमा चाहिँ परमेश्वरको काम गर्ने, राज्यमा काम गर्ने मानिसहरू, सेवाकाई गर्नेहरू भनेको छ। त्यस कारणले हामीहरू चाहिँ सेवाकाई गरेर चाहिँ हामीले धेरै मानिसहरूलाई चाहिँ फल फलाउन अथवा नजानेको मानिस, नबुझेको मानिसहरू चाहिँ हामीले सुसमाचार गरेर उहाँहरूलाई चाहिँ धेरै प्रभुको राज्यमा लिनुपर्छ अथवा मुक्ति र मार्गमा उहाँहरूलाई प्रवेश गराउने काम चाहिँ हाम्रो हो। तर हामी चाहिँ ख्रिस्टसँग जोडिरहेनौँ भने, त्यत्तिकै रह्यौँ भने, ख्रिस्टसँग हाम्रो सम्बन्ध चाहिँ धेरै कमजोर भयो भने हामीले चाहिँ यता मानिसहरूलाई सुसमाचार गर्न सक्दैनौँ। मानिसहरू चाहिँ नि अँधेरोको जीवनमा अथवा शैतानको पन्जामा परेर उनीहरूले मुक्ति पाउन सक्दैन। त्यस कारणले हामी ख्रिस्ट जीवनमा चाहिँ हामीले जहिले पनि ख्रिस्टको सङ्गतिमा रहेर हाम्रो हर काम, जीवन, हरेक कुरामा चाहिँ हामीले उहाँलाई छोड्नु हुँदैन र उहाँको कार्य चाहिँ सुसमाचारदेखि लिएर मानिसहरूलाई सही बाटोमा डोर्याउने कामहरू चाहिँ हामीले गर्दै जानुपर्छ भन्ने मेरो विचार छ। नमस्ते।